जापानमा तरकारीको भाउ फलफुलको भाउ तपाईँलाई देखाउन गइरहेछौँ हामी। यो नासपाती तपाईँले देख्न सक्नुहुन्छ। यो एक पिसको 258 रुपियाँ र ट्याक्स सहित 278 रुपियाँ पर्छ भने यो सुन्तलाको एक बक्साको 498 रुपियाँ र ट्याक्स सहित 537। किवी तलको र माथिको प्राइस छ यहाँ। यो तरबुजा काटेर राखेको स्याउहरू छ। एउटाको 258 र 278 पर्छ। यतापट्टि पनि आयो फुलहरूको प्राइस हेर्न सक्नुहुन्छ। कटर रहेको छ। केरा केराहरू 170 रुपियाँ ट्याक्स सहित। बेरी 100 ग्रामको 258 रुपियाँ। जापानिज बेरीहरू पर 100 ग्रामको यसरी लेखेको छ। नासपातीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। नासपाती हेर्नुहोस्। कसरी यसलाई बनाइएको छ, प्रस्तुत गरेको छ, भिडियो पनि छ यहाँ, देख्न सक्नुहुन्छ। केरा यो ट्रे सबै खाली रहेको छ। अब हामी यता आयो तरकारीतर्फ। बन्दा यस्तो काटेर राखिएको छ। काटीको 100 रुपियाँ 105 रुपियाँ। न्युरो पनि यसको प्राइस 298 रुपियाँ। यता आयो टमाटर, यो 4 पिस टमाटरको 450 रुपियाँ ट्याक्स चाहिँ। काँक्रो, जापानिज काँक्रो पर पिसको 68 रुपियाँ रहेको छ। यहाँ टमाटर पनि 158 रुपियाँ। यता बदामहरू, बल्लो फ्रुट्सहरू छ। आयो 158 रुपियाँ पर्छ। यो लसुनको प्याजको एउटाको एउटा डन्डीको, त्यो एउटा पोकाको 2 पिसको तपाईँको 278 रुपियाँ। यो बन्दा हाफ पनि पाउँछ। 58 रुपियाँ हाफ बन्दाको। यहाँ हेर्नुहोस्।
फुल बन्दाको यसरी हाफ र फुल बन्दाको मूल्य पनि राखिएको छ। काउली काउली हेर्न सक्नुहुन्छ हामीले खाने काउली दुई थरी काउली छ। एउटा 128 प्लस 138 को अर्को काउली यो फलफुल हेर्नुहोस् क्याप्सिकम 1 पिस को 113 रुपियाँ रहेको छ। यो येलो क्याप्सिकम हो यो यतापट्टि सेक्टरमा हामी हेर्नुहोस् तपाईँहरूले 158 रुपियाँ यो प्याज काँक्रो सागहरू यो बेन्तो खाना भन्छ। यो जप्री जस्तो लाग्छ। यो सागहरू भेजिटेबल धनिया 1 पिस को 170 रुपियाँ यो धनिया रहेको छ। यहाँ लसुन 1 पिस को 258 रुपियाँ 1 पिस को रहेको छ। यो कटमास 500 रुपियाँ 645 रुपियाँ 1 कट्टाको रहेको छ। यो महँगो हुन्छ। यहाँ अर्को लसुन यहाँ टुक्रो लसुन रहेको छ। केलाको लसुन 178 213 पर्छ। यो काटिएको मुलाहरू 75 रुपियाँ काटिएको एउटा मुलाको। च्याउहरू रहेको छ। च्याउहरू यहाँ धेरै प्रकारको च्याउहरू हुन्छ जापानमा। गाजरहरू रहेको छ। मुला क्याप्सिकम धेरै चिजहरू छ। च्याउहरू धेरै प्रकारको हुन्छ जापानमा। भन्दा बढी प्रकारका च्याउहरू पाइन्छ। हेर्नुहोस् सबैहरू र प्रत्येक च्याउको मूल्य फरक पनि हुन्छ। सबै सागहरू भेजिटेबल आइटमहरू हो सबै। यो हेर्नुहोस् यो पनि च्याउकै आइटमहरू हो। च्याउको आइटम अत्याधिक हुने गर्दछ। एउटै च्याउको 188 रुपियाँ पर्छ एउटै च्याउको। यहाँ पनि च्याउहरू छ। यो अर्कै च्याउ हो। फेरि हेर्नुहोस् तपाईँहरू यहाँ अर्कै च्याउ देख्न सक्नुहुन्छ। तेरो भने डल्ले च्याउ 198 रुपियाँ एउटैको। हेर्नुहोस् करेला काटिएको मुला छ। फेरि हामी अर्को च्याउमा आयौँ। अर्को थरी च्याउ हो 188 रुपियाँ पर्छ। यो च्याउ चाहिँ मलाई एकदम मनपर्छ। फेरि अर्को च्याउमा आयौँ हामी। यहाँ 88-95 रुपियाँ पर्छ। यो एउटै सेपमा हुर्काइएको च्याउहरू हो। यो एउटै डिजाइनको एउटै रुख जस्तोमा फल्ने च्याउहरू हो यिनीहरू। 98 पर्छ। यो च्याउ रहेछ फरक छ। एउटै सेपको हुन्छ। फेरि यहाँ फलफुलहरू रहेको छ। यो पनि फलफुल रे सागपातहरू
तामा, एक पिस तामाको 381 रुपियाँ पर्छ। यो पनि फलफुलहरू, जापानिज फलफुलहरू। करेला हेर्नुहोस्, एक पिसको तपाईँ 198 प्लस 213 ट्याक्स पर्छ। मकैहरू, एउटा लसुनको के पर्छ, एउटा आलुको 90 रुपियाँ पर्छ, एउटा क्याप्सिकमको के पर्छ, एउटा गाजरको 88 रुपियाँ पर्छ। हामी तपाईँलाई यो सुपर मार्केटमा देखाइरहेको छौँ कि पिकक सेन्टरमा। हेर्नुहोस् तपाईँहरू, यहाँ आजको यस्तो छ यहाँको दरभाउ। यो 298 रुपियाँमा यति 4 पिस आलु पनि पाउँछ यहाँ। यो आलु क्याटेगोरी अनुसार ठाउँ हुन्छ, ताजा र टिपेको उसको आधारमा मूल्यहरू फरक हुने गर्छ। उम्रिएको च्याउहरू अलिक बासी पुरानो, यो उहरू सस्तो हुन्छ, अलिकति आलुहरू सस्तो हुन्छ। लसुन हेर्नुहोस् तपाईँहरू, प्याज हेर्नुहोस्, यो प्याजको यति प्याजको 258 रुपियाँ पर्छ। यति प्याजको 3 पिस प्याजको। रेगुलर जापानको पिकक सेन्टरको अपडेट दिइरहेको छु कि दर्शकहरू हेर्नुहोस्। सबै फ्रुट पिकर हो, फ्रुट मार्केट हो यो। हस् त, धन्यवाद।